Interceptor 650 अब चाहिँ यस्तो डुल्न गइदैछ होपफुली अडियो चाहिँ क्लियर आएको छ होला गर्मी त गर्मी नै छ निकै तर ओके हामी चाहिँ आज छौँ इन्टरसेप्टर 650 मा यसमा चाहिँ पावर एक्जस्ट छ है which is अब अलि राम्रो आवाज आउँछ एकदम मजाको लाउड अनि क्यामेरा चाहिँ Insta360X3 अनि यो DJI को माइक मिनी छ मसँग युज गर्दैछु म चाहिँ क्विक हल्का आधा घन्टा जस्तो राइडमा गएर हेरेर आउनु पर्ला त्यो कडमोर ग्रोभ भन्ने ठाउँ बेसिकली टेस्ट मात्रै हो यो चाहिँ खास यो उसको क्यामेरा उसको अनि माइकको टेस्ट बेसिकली इन्टरसेप्टर 650 राम्रै छ बाइक चाहिँ 650cc हो अनि यस रोयल इनफिल्डको यो मेरो चाहिँ 2020 को हो यो बाइक चाहिँ which is Euro 4 अथवा BS 4, 5 त्यस्तो के होला इन्डियामा चाहिँ यो चाहिँ UK मा हो के त्यही भएर चाहिँ यसको चाहिँ Euro 4 हो यो चाहिँ यस राम्रो छ बाइक चाहिँ तर अलिक गरुङ्गो छ 200 समथिङ 219 kg त्यस्तो छ होला यो बाइक चाहिँ which is heavy चलाउँदा त ठिकै हुन्छ तर यो ग्यारेजबाट निकाल्न यताउता गर्न चाहिँ गाह्रो हुने रहेछ अलिकति वेट धेरै भएर अहिले चाहिँ यो बाइकमा चाहिँ मैले चाहिँ यो साइड मिरर चाहिँ हालेको थिएँ which is यसको ओरिजिनल निकालेर मैले बार एन्ड मिरर हालेको छु यो चाहिँ which is अब राम्रो नै छ यो गोलो यो चाहिँ टेक भन्ने कम्पनीको हो त्यसमा चाहिँ मलाई चाहिँ 47 पाउन्ड जस्तो पऱ्यो चाहिँ अनि अलिकति आफैले हाले ठिकै भयो पावर एक्जस्ट चाहिँ मैले यो बाइक चाहिँ अब सेकेन्ड ह्यान्ड लिएको के अरे एकजना मान्छेसँग उसले हालेको रहेछ अनि त्यो मलाई चाहिँ त्यो त्यो ओरिजिनल एक्जस्टहरू पनि दिएको छ विच इज गुड आई थिङ्क यता मसँग चाहिँ 3टा सिट छ के अरे एउटा चाहिँ ओरिजिनल सिट भइहाल्यो त्यसमा आउने बाइकसँग आउने अर्को चाहिँ सिङ्गल सिट छ विच इज अहिले मैले युज गरेको छु सिङ्गल सिट चाहिँ त्यो चाहिँ सायद त्यो इन्टरसेप्टर भन्दा पनि उसको कन्टिनेन्टल जिटीको जस्तो लाग्यो त्यो चाहिँ त्यो भयो अनि अर्को चाहिँ एउटा टुरिङ सिट छ डबल सिट विच इज गुड आई हेभ नट ट्राई द्याट वन यट मैले अझसम्म ट्राई गरेको छैन त्यो चाहिँ र कम्फर्टेबल नै हुनुपर्ने सर यो चाहिँ अहिले यो सिङ्गल सिट चाहिँ अलि लामो उसमा चाहिँ लामो राइडमा चाहिँ अलिकति अनकम्फर्टेबल हुन्छ मेरो खुट्टा अथवा चाकै नम बनाइन्छ यसले विच इज नट भेरी गुड फर लङ राइड्स वेयरएज उसको ओरिजिनल बरु अलिकभन्दा अलिक ठिक लाग्यो ओरिजिनल अनि त्यो सायद त्यो के भन्छ अरे त्यो टुरिङ सिट पनि बरु कम्फर्टेबल छ होला तर त्यो चाहिँ मैले चलाएको छैन अहिलेसम्म चाहिँ एक्सट्रिम त्यो पनि चलाउनु पर्ने छ बिस्तारै चलाउँछ त्यो चाहिँ हामी चाहिँ अहिले यो कडमोर ग्रोभ भन्ने जाँदैछु क्या त्यहाँ चाहिँ जस्ट पार्क छ एसेक्स काउन्टीको यो बाइक चाहिँ मैले लिएको चाहिँ दुई महिना जस्तो भयो जस्तो म चाहिँ अझै टेस्ट गर्दैछु टेस्ट एन्ड ट्रायल गर्दैछु अब कसरी चलाउँदा के बनाउँदा राम्रो हुन्छ भनेर योभन्दा अगाडि चाहिँ मेरो त्यो सुजुकी GSX 250R थियो क्या
अनि विच इज गुड बाइक, राम्रै थियो त्यो बाइक पनि। तर त्यो चाहिँ अलि कुप्रो पर्नुपर्ने भएर त्यो अलि त्यस आधा घन्टा 45 मिनट भन्दा माथि चलायो भने चाहिँ रिस्टहरू दुख्ने त्यो हुन्थ्यो। त्यही भएर चाहिँ अलि त्यो भएर चाहिँ मैले त्यो बेचेर यो लिएको हो। यो चाहिँ तेल चाहिँ अलि मजाले खान्छ जस्तो लाग्यो। अभियसली अब 650 हो, तर तेल खान्छ यो गरुङको बाइक हो, त्यही भएर तेल खान्छ, विच इज नट अ प्रब्लम। जस्ट अब एकदम फास्ट कुद्ने त होइन गरे, तर जस्ट नर्मल मैले बाइक पिकअप गरेर आउँथेँ 70 माइल पर आवर, विच इज अबाउट 120 किलोमिटर लाइकली, अब नेपालको हिसाबमा अथवा किलोमिटरको हिसाबमा त्यतिमा कुदाएर आएको मोटरवेमा। अब ठिकै भइरहेको थियो। अभियसली अब यो नेकेड बाइक हो क्या, रोडस्टर टाइपको, त्यही भएर चाहिँ यसमा चाहिँ अब हावाले चाहिँ मजाले हान्छ, विच इज नट ब्याड, ठिकै छ। त्यही हो, त्यही हावाले हान्नुहोस् त्यही फिल होस् भनेर यही लिएको बाइक। तर त्यो ठिकै छ, ठिकै लागिरहेछ मलाई चाहिँ। अब पहिलाको म चाहिँ अब अलिकति लिनु हुनुपर्थ्यो, अब मोटरमा त चलाएन, तर त्यो चाहिँ यसको टप स्पिड चाहिँ 85 माइल्स पर आवर्स जस्तो थियो। यसको चाहिँ आइ एम नट भेरी स्योर कति हो यसको चाहिँ, तर जस्ट कुद्न त मजाले कुद्छ यो चाहिँ। अभियसली यो यसको इन्जिन एरिया त निकै तातिन्छ, किनभने यो चाहिँ अब के अरे लिक्विड अनि सरी ओइल अनि एयर कुल हो, विच इज त्यो भनेको चाहिँ अब त्यो त्यसको ओइल, इन्जिन ओइलहरू चाहिँ अब त्यो हावाले सेलाउने बेसिकली तातेकोलाई। तर नट ब्याड, ठिकै छ बाइक चाहिँ। मलाई सोफा ठिकै लागेको छ। अरूभन्दा यो रिपेयर गर्न सजिलो हुन्छ कि भनेर आफैले त्यो लिएको मैले खास। अब रिपेयर चाहिँ आज भर्खरै अब रिपेयर भन्दा नि सर्भिसिङहरू, किनकि मैले त्यो पहिलाको बाइकले गर्दाखेरि चाहिँ त्यो सर्भिसिङ चाहिँ मिनिमम 250 देखि 300 जस्तो लाग्थ्यो। किन त्यसको त्यो फ्रेमहरू हुन्थ्यो नि त, त्यो प्लास्टिकहरू, त्यो बाहिर ट्रिमहरू, त्यसले गर्दा चाहिँ त्यो खोल्नु पर्ने यता भएर त्यो सायद के अरे त्यसको चाहिँ के भन्छ मासु त्यो खाल्टै नदेखिरहेको जाटो, त्यो ट्रिमहरू खोल्नु पर्ने भएर त्यसले चाहिँ अब लेबर टाइम अलिकति लाग्ने भएर चाहिँ अलिकति महँगो भयो जस्तो लाग्यो मलाई चाहिँ। त्यो चाहिँ वेरेज अब यसको चाहिँ अब केही छैन कि, नेकेड नै हो कि यो बाइक चाहिँ, त्यही भएर चाहिँ ठिकै हुनुपर्ने जस्तो लाग्छ मलाई चाहिँ। युट्युबमा चाहिँ अब प्लेन्टी अफ भिडियोहरू छ, सबैले स्टेप बाई स्टेप सबै त्यो सर्भिसिङदेखि लगाएर त्यो भल क्लियरेन्स यताउता रिपेयरदेखि सबै देखाइराखेको हुन्छ। अगाडि गाडी छ, यो गाडी साह्रै बिस्तारै कुदायो। यो बाइक चाहिँ अब अलिक गरुङको भएर चाहिँ अब देश यो हावाले हान्दा ठिकै हुन्छ, त्यस्तो साह्रो बत्ती जानु जस्तो लाग्छ मलाई चाहिँ। अब अभियसली अब यस्तो गर्मी पनि अब यो लगाएर हिँडेको छ, तर ठिकै हुन्छ, बाइक चलाउँदा त ठिकै हुन्छ। बाइक रोकिएपछि चाहिँ अलिकति गर्मी हुने हो, नत्र चाहिँ यो सबै ज्याकेट अब आर्मर ज्याकेटहरू सबै अब राइडिङ गियरहरू, अब बुटहरू, जिन्सहरू, त्यो सब आर्मर, हेलमेट सबै लगाएर हिँड्नु पऱ्यो जस्ट इन केस। ओभरटेक त गर्न त ठिकै हुन्छ, नट अ प्रब्लम। म अहिले 45 एमपिएसको स्पिड भन्दैछु कि अब चाहिँ 60 एमपिएच, विच इज अब 96 किलोमिटर पर आवर। ठिकै छ, मजाले तान्छ बाइकले चाहिँ।
अब यसको अरूभन्दा नि पोजिसन चाहिँ अब अपराइट पोजिसन हुन्छ क्या प्रायः जस्तो त्यही भएर हावा चाहिँ मजाले हान्छ तर ठिकै छ गर्मीमा हावा आउनु राम्रै हो चाहिँ 40 MPH को स्पिड भएको त्यही अलिक स्लो डाउनै गर्नु पऱ्यो जस्ट इन केस अब अगाडि पुलिसहरू छ भने मात्रै हो म चाहिँ अहिले यो युके को चाहिँ त्यो एसेक्स काउन्टी पोल्ट्री एरियामा बसेको रे अब त्यो बाइकमा त डुल्ने मजा हुन्छ रमाइलो अरू त त्यो ट्राफिकहरू यताउता चाहिँ अलिक त्यो ट्राफिक छले जान पायो नि बाटोमा खाल्टो खाल्टो जाटो नदेख्ने अभियसली म त्यति साह्रो क्लोज हुनु नहुने यो गाडीसँग अगाडिको हामी चाहिँ अब म चाहिँ अब यो वेस्ट मर्जी भन्ने एरियामा जाँदैछु क्या वेस्ट मर्सी अनि त्यहाँ चाहिँ कर्नवल ग्रोभ भन्ने चाहिँ बेसिकली समुद्रको छेउको त्यो वक हो राम्रो छ त्यो ठाउँ चाहिँ राम्रो छ अब फ्यामिलीहरू लिएर यसो वकमा आउन यताउता रमाइलो हुन्छ यो एरिया चाहिँ हो यो पुल चाहिँ अहिले म जुन पुलमा छु त्यो पुलमा चाहिँ साँझ भएपछि हाई टाइड भएर चाहिँ पानी हुन्छ जताततै यतातिर आउनु अलिकति टाइम हेरेर आउनुपर्छ खाल्टै खाल्टो बाटो जाटो होपफुली अब यो माइकमा चाहिँ क्लियर नै आछ होला अब माइक पनि टेस्ट गर्दैछु मैले एउटा दुईवटा भिडियो बनाएको थिएँ त्यसमा चाहिँ अब सेभरल वे अब कहिले चाहिँ अब ब्यागमा राख्ने कहिले नम्बर प्लेट पठाएर राख्ने त्यसरी गरेर ट्राई गर्दैछु मैले उति चाहिँ त्यस अब मेन चाहिँ अब यो बाइकको चाहिँ साउन्ड एक्जस्ट साउन्ड चाहिँ हो क्याप्चर गरे नि अलिक राम्रो सुनिने होइन त्यही भएर चाहिँ अब त्यस्तो नयाँ मेथडहरू ट्राई गर्दैछु मैले अब यो माइक मिनीमा चाहिँ अब दुईवटा माइक थियो कि ट्रान्समिटर अनि रिसिभर एउटा भइहाल्यो ओभियसली मैले यो चाहिँ कनेक्ट चाहिँ त्यो Insta360 मा चाहिँ के भन्छ अरे एउटा एडाप्टर हुन्छ त्यो एडाप्टरले चाहिँ कनेक्ट गराएको छु साउन्ड चाहिँ होपफुल ठिकै होला यो के भन्छ अरे नोइज क्यान्सल चाहिँ मिनिमममा गरेको छु मैले गर्नु चाहिँ त्यो अनि ठिकै हुनु पऱ्यो होपफुली अझ टाढा त होइन यो जस्ट 15-20 मिनटको बाटो मात्रै हो वन्स यहाँबाट फर्किँदाखेरि चाहिँ अब यसो तेल पनि हाल्नु पर्ला अब तेल अस्ति किनदेखि फर्स्ट टाइम हालेँ मैले 13-14 पाउन्ड कतिको हालेको थिएँ मैले आज चाहिँ 3 बार देखिरहेको छु त्यो पनि अभियसली अब एक्चुअली त्यो पनि हाल्नु पर्ला जस्ट टु बी सेफ घुम्तीमा त मजा आउँछ जहाँ वान रङ मुभले चाहिँ फेरि बाइक चाहिँ पछाडि नै मान्छे पनि पछाडि हुन्छ फेरि एकदम केयरफुल त हुनुपर्छ स्पेसली अब गियर चाहिँ लगाउनु पऱ्यो गियर लगाएर राम्रो जस्ट इन केस केही भइहाल्यो भने अरू भन्दा अब बाइक कुच्चे त प्रब्लम छैन क्या अब त्यो मान्छे नै अब छाला पिल्छ्यो अन्त साह्रो पऱ्यो नि खुट्टा भाँच्यो छाला पिल्छ्यो अन्त साह्रो पऱ्यो
यसो यो भाइजर पनि यो बाइकको अब हेलमेटको अब भाइजर पनि यसो प्रायः जस्तो मैले लगाउँछु गर्मी भयो भने अलिकति खोल्छु बेलामा तर लगाइहाल्छु किनभने किराहरू आएर आँखा प्याट लाग्छ फेरि विशेष नट भएर अब बाइक चलाएर आँखा पक्का लाग्यो भने कहाँ रोक्ने के गर्ने अब साह्रो गाह्रो पर्छ भनेर त्यो चाहिँ भाइजर चाहिँ लगाइराख्छु जहिले पनि अब हेलमेट पनि अर्को एउटा किन्नुपर्ने छ अब त यो जिबीको हेलमेट लगाइरहेको छु कि यो विच इज अब 150 पाउन्ड समथिङ कति पर्थ्यो मलाई यस बाइक चलाउनु त ठिकै हुने रहेछ तर युकेमा चाहिँ अब किटहरू अब ज्याकेटहरू यता किनेर लगाउनु पऱ्यो ज्याकेट ट्राउजर हेलमेटहरू त अभियसली लाउनु परिहाल्यो बुटहरू त्यही भएर अलिक महँगो अलिकति महँगो छ अभियसली अब वन्स राम्रो किनेपछि चाहिँ एउटा किनेपछि चाहिँ अब त्यसलाई मेन्टेन गरेर राख्नु पऱ्यो त्यस्तो गर्दा ठिक हुन्छ अब प्रायः जस्तो मैले चाहिँ अब यो इयरप्लगहरू त लाउँदिनँ गऱ्यो खास लाउनु पर्ने हो कान चाहिँ हावाले चाहिँ अलि सुनिन्छ मजाले तर नट ब्याड एउटा पब रहेछ राम्रो पब ठिकै छ तर म्याप्सहरू लगाएर त्यो कता भएर एकछिन इन्डिकेटर नतिर आइयो ठाउँ त राम्रो ठाउँ छ छन त यहाँ तर मासला हो यस्तो गियर इन्डिकेटर हुँदैन त्यो कति गियरमा थाहा हुँदैन हो त्यो ह्यासल अलिकति त्यो चाहिँ झ्याउ छ यसमा यहाँ कोही खाउँ छिर्ने अब यो चाहिँ अब यसको उतातिर चाहिँ यो रुखहरूको छेउछाउतिर चाहिँ उता पल्लोपट्टि चाहिँ के भन्छ अरे उता छ समुद्र छ वक गर्ने एरिया खास यो चाहिँ म चाहिँ अब खासै त छैन हेर्न मात्रै आएको म चाहिँ तर त्यो चाहिँ ठाउँ आई बिन देयर अलरेडी सो आइ एम नट भेरी फर्स्ट टु गो देयर म चाहिँ अब यहाँ हेरेँ अब घुमिहाल्छु and to somewhere as well. गिट्टीहरूमा चाहिँ अलिक डोजी हुने यत्तिकै हिँड्दा यत्तिकै यो त गर्दा पसिना आउँछ राइटमा जस्तो ल बाइकहरू बाटो साँगुरो भएर हुन्छ बाटो सानो भएर चाहिँ ल फेरि आएको आयो
बाटो सानो भएपछि साह्रो लेफ्टतिर हान्नु पऱ्यो हामी ब्याक बाटो अथवा अब फ्युल पम्प जानु पर्ला ठिकै स्पिड हो साल 30 मा त बस्नु त त्यस्तै हो ठाउँ चाहिँ रमाइलो अभियसली अब रमाइलो भन्दा नि अब क्वाइट खालको आज जो वेदर चाहिँ खास अलि गर्मी नै छ 26 डिग्री जस्तो छ हिजो चाहिँ 37 डिग्रीसम्म पुगेको थियो आज 26 भयो त्यहाँ त मान्छेहरू चाहिँ त्यो साह्रो धेरै छैन त्यो एरियामा मैले बाइक किन्दाखेरि चाहिँ यो त्यो सुजुकी बेच्दाखेरि चाहिँ अब कन्फ्युज भएको थियो के किन्ने होला भनेर सोच्दै थिएँ अब एकैचोटि त्यो 600cc को अब त्यो होन्डा हर्नेट विच इज लाइक मैले त्यो बाइकमा टेस्ट पास गरेको थिएँ पहिला त्यही भएर त्यही किन्नु पर्छ कि भन्ने जस्तो लाग्यो तर पछि सोचेँ ठिकै छ अब अब पैसा जोगाउनु पऱ्यो भनेर यसो आफै रिपेयर गर्नु पर्ला भनेर यही बाइक इन्टरसेप्टर आई थिङ्क इट्स गुड आई लाइक मलाईसम्म चाहिँ मन पराएको राम्रै लागेको छ सफर अनि अब त्यो हर्नेट चाहिँ अब फेरि 600cc को इनलाइन 4 हो फेरि अब त्यो फेरि अब बिस्तारै चलाएर हुँदैन कुदाउन मन लागिहाल्छ फेरि बिस्तारै कुदाउँछ भन्दाखेरि त्यति थाहा नपाइकन जान्छ नि त फेरि त्यो फेरि त्यही चाहिँ अलिकति विच इज नट गुड अब आई थिङ्क अब बिकज अब फेरि अब ट्राफिक अफेन्समा पक्रिहाल्यो भने फेरि लाइसेन्स चाहिँ लुज भयो भने बिजोग हुन्छ फेरि बल्ल लाइसेन्स निकालेको जहाँ फेरि त्यहाँदेखि गयो खेर गर्नु फेरि अब बिस्तारै जाने अरू बाइकको मजाको आवाज सुन्दै चलाउनु पर्ला भनेर खास यो किने मैले चाहिँ अप्सनमा चाहिँ अब त्यो CB 600F विच इज हर्नेट अनि अर्को चाहिँ त्यो CB 600FA CBR 600FA विच चाहिँ अब हर्नेटकै अब फेयर्ड भर्सन त्यो फेयरिङ भएको हो त्यो ठिकै छ भनेर यही किनेर मैले चाहिँ यो चाहिँ अब 3200 पाउनु किनेको विच इज अब नट ब्याड सस्तै पाएको यो चाहिँ मैले सस्तै स्पेसली अब त्यसरी चाहिँ जब म 5200 माइल मात्रै कुदेको थिएँ अहिले चाहिँ अब मैले चाहिँ 5431 पुगिसक्यो सफर एभ्री माइलमा चाहिँ जस्ट ह्याप्पिनेस होइन रमाइलो हुन्छ नि त रमाइलो हुन्छ जस्ट ब्रिङ्स अ स्माइल राम्रै छ जस्ट अनि योसँग चाहिँ निकै धेरै स्पेयर पार्टहरू पनि पाएको थिएँ नि मैले विच इज अब मलाई अब कुनै बेला अब नयाँ अर्को सिट हालेर चलाउनु मन लाग्यो अर्को सिट चाहिँ छ अगाडिको त्यो फेयरिङहरू पनि छ फेयरिङ भन्दा त्यो विन्ड प्रोटेक्टर त्यो छ
मलाई खासै मन पर्दैन किनकि त्यसको चाहिँ बाइकको चाहिँ लुक्स चाहिँ अलिकति नर्मल देखाउँछ जस्तो लाग्यो मलाई चाहिँ त्यो हालेको छ के गर्ने अरू चाहिँ अब एक्जस्ट पनि अब ओरिजिनल एक्जस्ट पनि छ मसँग त्यो अब पछि अब बेच्नु परेन ओरिजिनल एक्जस्टहरू बेच्नु भयो अथवा यो भेरिएसन बेचेर पार्ट दिनु भयो probably I'll get the same value जुन जति म किनेको त्यति नै मोटामोटी त्यति नै आउँछ होला यसको किनकि अब 17,000-18,000 माइल कुदेको बाइकहरू पनि अब 2500-2800 पाउन्डसम्म देखिरहेको छ सोफा त्यही भएर चाहिँ आई थिङ्क तर जस्तो म चाहिँ अब यो कसरी हुन्छ अब लङ टर्म राख्नु पर्ला भन्ने सोच्दैछु कि अगाडि आफ्नो बाइक जान्छ अब यो गाडी छ ठुलो गाडी अब ठुलो गाडी दुवैतिर हेर्नु पऱ्यो दायाँ बायाँ गाडी पनि अलिक कुदाएरै आउँछ 60 MPH को स्पिड हो यहाँ त्यही भएर चाहिँ अलिक जोकेरै एक्जिटमा अब आफ्नो तालमा हिँड्दाखेरि यसो दायाँ बायाँ हेर्नु बिर्सिन्छ अगाडि गयो भने त्यो ट्रकले रोकिदिइहाल्छ स्पिड कुदाउँदा त मजा आउने तर अब अगाडि ट्रक पऱ्यो त्यो भएर चाहिँ अलिक स्लो डाउन भएछ अब साइकल रहेछ नि त त्यो गाडी जहाँ टुरिस्ट भन्छ अब निकै धेरै आएको छ आज चाहिँ अफिस आज विकेन्ड भएर चाहिँ अब यहाँ खाली सक्यो न त चाहिँ आज फेरि जहिले ट्राफिक भइरहेको छ यहाँ चाहिँ गर्मी भएर मान्छे त्यसमा निस्किएको छैन अहिले चाहिँ त्यस पहिलाभन्दा अलिकति कन्फिडेन्स आएको छ मलाई भनौँ न अब नेपालमा पनि अलिकति चलाएको बाइक तर त्यसरी त अब अभियसली यस्तो यहाँको जस्तो रुलहरू त्यो भन्नाले ट्रेनिङहरू त्यस्तो हुँदैन अलिक चलाएको चाहिँ यहाँ चाहिँ अब अलिक धेरै रुल हुन्छ अनि त्यहाँ गाडीहरू अलिक फास्ट कुद्छ नि त त्यही भएर अलिकति केयरफुल पनि हुनुपर्छ पहिला 250 हुँदाखेरि चाहिँ अब अलि टर्क पावर थिएन भनौँ न
कुद्न त कुद्थ्यो तर अलि टाइम लाग्यो उकालोमा त अलि स्लो डाउन भइहाल्थ्यो ट्रक जस्तै हुन्थ्यो उकालोमा त्यहाँ चाहिँ ठिक भएछ 650 अब साह्रै नखोज्यो भने तान्न चाहिँ मजा तान्छ अब घाम युकेमा घाम लाग्नु भनेको अब 3-4 महिना हो 3-4 महिनामा त्यो बाइकहरू निकै धेरै हिँड्छ सबै जाडोमा फेरि बिजोकै हुन्छ के किसिमै जाडो हुन्छ समर ठिकै हुन्छ यस्तो अब फेरि गर्मी पनि फेरि घाम पनि फेरि छालै तार्ने खालको घाम लाग्छ अब यो बाइकको त्यो ज्याकेटहरू पनि लाउनु पऱ्यो तर चल्दाखेरि त ठिकै हुन्छ बाइक चलाइराख्दा ठिक हुन्छ हावाले हानिराखेको त्यो ठिकै हुन्छ बाइकको आवाज चाहिँ साह्रै मनपर्छ मलाई जस लाउड छ अलिकति तर जस मजाको छ flammable gas हाम्रो चाहिँ नेपालमा इन्टरसेप्टर पाउँछु कि पाउँदैन कुनै चला मैले खासै आज मैले त्यति साह्रो भिडियोहरू देखेको छैन नेपालमा युट्युबमा कसैले हालेको छ नेपालमा चाहिँ अभियसली इन्डियामा त अब फेमस नै छ कि अनि अब युकेमा पनि त्यसरी फेमस नै छ यो चाहिँ अब कति धेरै युट्युबहरू छ तिनीहरू चाहिँ अब यो बाइक चाहिँ चलाइराखेको हुन्छ त्यही भएर नेपालमा त थाहा भएन तर चल है पाउनु त पाउँछ होला तर आम नट स्योर महँगो छ कि आई डोन्ट नो अब बेसी अब ट्याक्सले गर्दा यता त झन् महँगो भइरहेको छ बाइकहरू अब सानो सिसीको चाहिँ पाउँछ ठुलो सिसीको चाहिँ अलिक गाह्रो हुने चाहिँ पाउँछ सब अगाडि भ्यू रोक्दियो नि त जहाँ ट्रकले तीस एमपिएसको बाटोमा आइपुग्यो अब तपाईँको ट्रकले त मजाले कुदाइरहेको थिएन 40मा कुदाइरहेको 30को स्पिडको बाटोमा मेरो चाहिँ I don't know यार यो बाइक हेभी जस यो म चाहिँ 5-7 सुकेर हाइटमा चाहिँ तर त्यो मजाले भेट्छ जस्तो लाग्छ त्यो फ्ल्याट फुट चाहिँ हुँदैन अब सबै खुट्टा प्लाट टेक्निकल भुइँमा टेक्निकल भएन तर जस अगाडिकोले मजाले स्टेबल त भेटिरहेको छ यो अब अहिले हालेको यो सिट चाहिँ अलिकति न्यारो छ त्यसले गर्दा चाहिँ अब
मजाले भेट्छ भनौँ न। अब त्यो अर्को टुरिङ सिट हाल्यो भने त अलिकति योभन्दा अलिकति तन्किनुपर्छ। यसको 805 mm सिट हाइट 805 mm हो। पहिलाको बाइक चाहिँ 795 mm थियो पहिलाको सिट हाइट चाहिँ। विच इज अब त्यसमा फेरि सिट अलिकति चाक्लो हुने भएर चाहिँ स्पोर्ट्स बाइक टाइपको थियो नि त त्यो भएर चाहिँ सिट अलिकति चाक्लो हुने भएर भेट्न अलिकति गाह्रो पर्थ्यो। भेट्न त भेट्थेँ मजाले, तर यो चाहिँ अब इजिली भेटिरहेको छ क्या। तर त्यो चाहिँ अलिकति गाह्रै थियो, गाह्रो भन्नु त्यसमा ठिकै भेट्न त भेट्ने, तर मजाले नभेट्ने। त्यो चाहिँ धेरै हल्का थियो मेरो यो बाइकभन्दा चाहिँ। पहिला चाहिँ कति 180 किलो जस्तो थियो, 219 है कति किलो चाहिँ फुल ट्याङ्कसँग चाहिँ। यहाँ चाहिँ क्विक तेल हाल्नु जानु पर्ला। तेलको भाउ पनि बढेर जहाँ ठुलो किसिम भयो। अब मेन चाहिँ बाइक किन्ने रिजन चाहिँ अब कहीँ काम जाँदाखेरि अब आफ्नो गाडी के छ डिजल गाडी भयो, त्यो डिजल गाडी के चलाउनु भनेर अनि विकेन्डतिर यसो यताउता राइड गऱ्यो भने अलिकति रिफ्रेस हुन्छ कि भनेर भनेर भन्ने सोचाइले चाहिँ किनेको खालको बाइक चाहिँ। त काम त साह्रै टाढा त होइन, त्यही जस्ट मेनली चाहिँ अब त्यो विकेन्डमा यसो अलिअलि आधा घन्टा 45 मिनट जस्तो चलाउन युज गर्छु मैले चाहिँ यो बाइक चाहिँ। यो ठाउँ चाहिँ कोल्चेस्टर ग्यारेजन हो क्या, अब आर्मी ग्यारेजन। बाइकहरू निकै हिँड्छ अहिले। ट्रकको भाडी अड्कियो अल द वे। खाल्टै खाल्टो हुन्छ बाटो पनि। Come on, हिँड्न है। साला हेलमेट कान च्यापेर किसिम गरेर जाँटो। अब हेलमेट त अब टाइट त टाइटै हुनुपर्छ, तर
नहेर्नु लाउँदा कान मिल्दैन घरि के मिल्दैन तर कान च्यापेर बिजोग अब यो चाक चाहिँ दुख्नु थाल्यो अब यो के अरे यो सिट सानो भएर सानो भन्दा न्यारो भएर फेरि यो बाइक चोरीको फेरि बिगिसक्यो फेरि बाइक चाहिँ अलिक सेक्युरिटी राखेन भने एकभन्दा गायब गरेर छु अब मान्छेहरूले बल्ल बल्ल किनेको हुन्छ हुन त इन्सुरेन्सबाट क्लेम गर्न मिल्छ तर अब अभियसली अब आफूलाई मन परेको बाइक राम्रो लाग्ने बाइक मन परेको किनेको बाइक चोरी हुँदाखेरि फेरि अर्को किन्नु पर्दाखेरि झ्याउ हुन्छ नि त त्यही मान्छेहरू चाहिँ सबैले अब अलिकति लुकाएर अथवा कभरमा राखेर राख्छ यसको चाहिँ यो स्ट्यान्ड चाहिँ भेट्न अलिकति झ्याउ चाहिँ साह्रै यो खुट्टा पहाड तान्नु पर्ने त्यही भएर